कर्मीले लापरवाही गर्यो भनेपछि जिन्दगी रहँदैन र गुरुआमाहरूले लापरवाही गर्नु भनेपछि बच्चा बच्चीको भविष्य रहँदैन, त्यो प्रश्न छ। र अर्को कुरा, 4 क्लासमा पढ्ने भनेको स्टुडेन्ट भनेको सबै कुरा बुझ्ने भइसकेको स्टुडेन्ट हो, नबुझ्ने कोही पनि छैन। र उनीहरूको बुवा आमाले उनीहरूलाई पढाउनको लागि एउटा रोटी खाएर पनि पढाइराखेका छन्, त्यो कुरा बच्चाहरूले बुझ्नुपर्ने हुन्छ। र कतिका बुवा आमाहरू विदेशमा हुनुहुन्छ कि मेरो बच्चा राम्रोसित पढ्दियोस् भनेर, उसको भविष्य उज्जवल होस् भनेर 24 घण्टा खटिरहनु भएको छ 48 देखि 50 डिग्रीको गर्मीमा। त्यो बच्चाले बुझिदिनु पर्ने हुन्छ हैन, किनकि त्यो बच्चा जस्तै बुवाले पसिना बगाएर एउटा बच्चालाई पढाइरहेको छ, त्यो पसिना चाहिँ मेरो बच्चाले नबगाओस् भनेर हो। मैले जति दुःख पाएँ नि मेरो बच्चाले त्यो दुःख नपाओस् भनेर तपाईको बुवा आमाहरूले तपाईहरुलाई पढाइरहनु भएको छ। यति राम्रो स्कुलमा, तुलसी स्कुल भनेको दाङको टप स्कुल हो, त्यो कुरा बुझ्नु होला। तपाईले यो स्कुलमा पढ्न पाउनु भनेको धेरै भाग्यमानी कुरा हो। तपाई आज फेल हुनुहुन्छ, तपाईको मन कति पनि के नहोस्, म पनि 4 क्लासमा फेल भएको, तर म 5 क्लासदेखि कहिले पनि फेल भएन। त्यसैले म फेल भएको छु भनेर आफ्नो आत्मबल नघटाउनुहोस्। र ऊ फर्स्ट भएको छ, 1 नम्बर हो, ढोलो नम्बर छ भनेर उले पनि घमण्ड नगर्नुहोस्, किनकि पास हुने मान्छे फेल हुन सक्छ, फेल हुने मान्छे पास हुन सक्छ। तर सबैले मेहनत गर्यो भनेपछि सबै पास हुन्छ। सबैको रोल नम्बर 1 हुँदैन, हो कि होइन? सबैको रोल नम्बर 1 हुन मिल्दैन। त्यसैले कोही तगडा हुन्छ, कोही कमजोर हुन्छ, कोही त अलिकता बुद्धिमान हुन्छ, त्यति मात्र फरक हो। तर मेहनत चाहिँ सबैले गर्नु होला। तपाईले अहिले यो मोबाइल टिकटक चलाउने होइन, यदि तपाईले अहिले मोबाइल र टिकटक चलाउनु भनेपछि तपाई भोलि गएर 50 डिग्रीको गर्मीमा बेलचा चलाउनुहुन्छ, ह्यान्डसँग चलाउनुहुन्छ, त्यसबेला तपाईको बुद्धि आउँछ मेरो बाबा आमाले मेरो लागि कति दुःख गरेको थियो तर मैले पढेन भनेर। मलाई अहिले यति धेरै पछुतो लाग्छ कि मैले किन पढ्न सकिनँ भनेर। त्यही पछुतो तपाईलाई नलागोस्। र अर्को कुरा, मास्टरको हातमा 70% हुन्छ भनेपछि बाबा आमाको हातमा 30% हुन्छ आफ्नो छोराछोरीको लागि पढाउने। हामी दोष दिन्छौँ मास्टरलाई, त्यो होइन, हाम्रो पनि गल्ती हुन्छ है। हामी 2 मिनेट 5 मिनेट 10 मिनेट पनि आफ्नो छोराछोरीको किताब काव्यहरू चेक गर्न सक्दैनौँ, हेर्न सक्दैनौँ है। तर हामीलाई 2 घण्टा 3 घण्टा हामीलाई फेसबुक चलाउने टाइम हुन्छ है। यो कुरा चाहिँ फर्स्ट राख्नु होला। र पढाइ भन्दा ठुलो कुरा, बाबु नानीहरू हेर, पढाइ भन्दा ठुलो कुरा, सबभन्दा ठुलो कुरा के हो? अनुशासन हो है। जबसम्म तिमीहरू अनुशासन हुँदैनौ तबसम्म तिमीहरूले पढेको कुनै पनि काम छैन। बुद्धिजीवीहरू धेरै छन्, यहाँ पढेर लेखेका धेरै छन्, तर अनुशासन भएन भनेपछि गाँजा रक्सी चोर खाएर बिग्रेका छन्। तिनीहरूले शिक्षा हासिल गरेर केही पनि काम छैन है। यति कुरा चाहिँ बुझ्नु होला। आजैदेखि पढ्न सुरु गर्नु होला। मोबाइल भनेको तपाईहरुको लागि 20 बराबर हो है, 20 सेकेन्ड बराबर हो अहिले मोबाइल चलाउनु भनेको। जब तपाई 11-12 क्लास पास गर्नुहुन्छ तब आफै पैसा कमाएर मोबाइल किन्नुस्, त्यसपछि मलाई भन्नुस् अंकल मैले त मोबाइल किने भनेर अनि म भन्नुलाई धन्यवाद भनेर, हो कि होइन है। यति भन्दै म 2 शब्द